धेरै हावा आयो भने हगिदिन्छु नि गाइस अहिले हामीहरु गइराछौं रेड हिल पार्क हैन कहाँ चाहिँ माडी नगरपालिका वार्ड नम्बर 4 हो अहिले चाहिँ हामी रेड हिल पार्क गइरा छौं घुम्नलाई दुईजना ब्रो हेलो हेलो एभ्रीबडी हेलो त्यहीबाट उठौँ पानी किन्नु परेको पानी यहाँ ठ्याक्कै पारमा जानुपर्ने छ माथि जानुपर्छ अनि त्यही भएर तिखा लाग्छ नि धेरै अर्को काम पर्दै छैन घरकै पानी दिन्न एक बोतल यहाँ चिसो पानी लियो अनि बिस्कुटहरू लियो ननभेज चाउचाउ लियो म खाँदैन ननभेज चाउचाउ आई एम भेजिटेरियन रेड हिल पार्कको यहाँ इन्ट्री गेट अनि रेड भनेको रातो माटो हेर्नु पर्यो के छ त खासियत भन्नुहोस् खासियत के छ भन्दाखेरि रातो माटो छ है अब हिल भने टुप्पो चलेको यहाँ त्यति है माडीको चाहिँ अब भ्यू पनि देख्न सकिन्छ यहाँबाट खोलाहरू मजाले सबै देखिन्छ सरी जुत्ता निकल गयो ब्रो गर्मी यति थियो नि त्यो दिन टेम्परेचर भनेको 41 हैन एउटा पनि घाँस पनि थिएन ओके गाइज गफारी हैन के देखाइदिए मैले अब भन्दैछ कि अर्को हिलमा गएको सबभन्दा मन्दा रिल गरेर सोच्नु तेरो नेट पनि छ झुटको मलाई नामै छ मन्दामा कहाँबाट एक्टिभिटी हुन्छ गफारी किन भनेको फेरि पहिला छ यहाँ पहिला थाकिनुहुन्छ भने वाइ हुन्छ एक्चुअलीमा देखिरहेछ राम्रो भ्यू यहाँ वाटर ट्याङ्क पानी ट्याङ्कै भयो यहाँ त्यसपछि माडी देखिरहेछ सबै यहाँबाट सबै देखिरहेछ त्यहाँसम्म गाइज उतापट्टि हेर्नु हाम्रो डेन्टल देखिरहेछ ठुलो बोर्डमा हेरिराख्नु भएको तपाईँहरू त्यहाँ कहाँ छ कहाँ डक्टर डेन्टल जोन भने त्यहीँ छ ऊ डाक्टर साहब यहीँ हुनुहुन्छ ज्ञानी बाबा कहाँ छ हेर्न धेरै पानी पर्यो भने रुख ढल्न सक्छ होला होइन फेरि पनि त कस्तो के भन्छ जराहरू देखिरहेछ एकदम पानीको त थाहा भएन हावा बग्यो भने नि धेरै हावा आयो भने हगिदिन्छु नि यहाँको होला अनि पुरै गइसक्यो होला यहाँ गरौँ आई थिङ्क बिहान आउनुपर्छ क्या होइन एक्सर्साइज पनि हुन्छ बेलुका आएर पसिना मात्र हुन्छ यहाँबाट एक्चुअलमा चाहिँ ओर्लिनुपर्छ यहाँबाट ठ्याक्कै त्यसपछि सरर तल खोलामा होइन तल खोलामा त्यसपछि माथि स्वर्गमा माथि छ एकदमै भ्यू पोइन्ट भनेको भ्यू पोइन्ट एकदमै राम्रो त्यहाँ छ त्यहाँ गाइज हेर्नु है यो चाहिँ रेड हिल पार्क रातो जस्तो चाहिँ माटो त्यसैले रेड हिल पार्क भनेको छ रेड भनेको रातो माटो लल्का माटीको पहाड अलमोस्ट हामी माथि आइसकेका छौँ अनि अलरेडी माथि होइन अलमोस्ट किनभने त्यहाँ हिँड्नुपर्छ अझै यता नि पार्क छ फोटो खिचाउने पार्क यता पनि पछाडि छन् यता नि झन् राम्रो छ एकदम ब्युटिफुल अनि यहाँ हिरन आउने सम्भावना नि छ धेरै यता पाइप लाइन त धेरै छ यार हो वाउ हेरौँ यति माथि आएर यस्तो बाटो छ एकदमै खतरा त्यहाँ पिङ खेल्ने नि छ यता फोटो खिच्ने नि छ राम्रो दामी त्यहाँ छके वाला भी बहुत मस्त है वाह यहाँ युज पनि गरिसक्यो ब्रोले हो अनि योभन्दा नि राम्रो त्यहाँ छ बसेर एकदमै चिला यानि कि यहाँ बल्ल हावा आइरहेछ एकदमै के प्योर हावा ब्रो यहाँ पानी खाने पानी पनि थियो यार यहाँ छ खाने पानी छ बाबुहरू त्यो पानी खान मिल्छ छैन गरीब हो गरीब बाबुले भन्छ गरिब भएर नि आइस लिएर जान्छ नेपालको गरिब मान्छेले पनि आइफोन बोक्छ त आइफोन खोइ त आइफोन कहाँ छ हो त्यसको त्यो बरु धनी छ कि रोहितको हातमा आइफोन छ मेरो हातमा त आइफोन होइन एन्ड्रोइड फोन हुन्छ एन्ड्रोइड चक्लेट त एउटा चक्लेट दिनुहोस् तातो पानी छ कि हो ल ओहो तातो पानी छ त ब्रो अरू छ कि तिमीहरू मात्र ए ल गाइज हामी फाइनली आइपुग्यौँ यहाँ हेर्नु दिदी बहिनी रमाइलो त्यहाँ गइरहेको छ हेर्नु है रमाइलो गइरहेको छ हेलो थाके आइसक्यौँ हामीहरू सबैजना आइसकेका छौँ अब रातो माटो हेर्नु पर्यो त हेर्नु पानी पर्यो भने चिप्लिन्छ धेरै यो मान्छे जहिले उन्डो कुरा मात्रै गर्नुहुन्छ मेरो खिलाफ मेरो सख्त खिलाफ हो उहाँलाई चाहिँ सबैजनाले ब्लक गरिदिनुहोस् है ठ्याक्कै आइसक्यो हामी रातो माटो होइन र यहाँ रातै माटो छ पुरै तर पानी पर्यो भने चिप्लिने सम्भावना हुन सक्छ अनि त्यहाँ माथि जान्छ माथि एकदमै चिसो हावा आउँछ एकदमै कुल हाम्रो ब्रोहरू फोटोग्राफी गर्दैछन् भिडियोग्राफी गर्दै हुनुहुन्छ सबैजना यहाँ हेरौँ रातो माटो भनेपछि रातै हो रेड हिल पार्क भनेको रेड हिल पार्कै हो नट अ ब्ल्याक हिल पार्कै धेरैजना मान्छेहरू त्यहाँ माथि बसेर डान्सिङ गर्दैछन् यहाँनिर बाइकले पनि आउन सक्छ बाटो यहाँबाट छैन होइन तर हिँडेर आयो भने 5-10 मिनटमा पुग्छ तर बाइकले आयो भने 3 किलोमिटर राउन्ड घुमेर आउनुपर्छ 3 किलोमिटर बाटो पनि एकदम डेन्जर रहेछ गाह्रो हुन्छ अलिक प्रो छ नि जो बाइक चलाउने प्रो हुनुहुन्छ भने त्यो सबै आजकल प्रो नै छ के रोहितको बाइक
जो माथि आएर यहाँ यसरी बाइक छ कि यताबाट 3 किलोमिटर जानुपर्छ होइन हामीहरू जुन बाटो आयो नि स्टेप स्टेप त्यहाँबाट 300 मिटर माथि छ मात्र के मेरो एउटा पोस्ट थियो वाउ एकदम ठन्डा ठन्डा कुल तल एकदमै खाल्टै छ पुरै एकदमै वाउ अनि त्यहाँ एउटा सानो पिङ ठुलो पिङ सबभन्दा ठुलो पिङ चाहिँ त्यहाँ खेल्नु पर्यो अलिक गएर ताकि तपाईँहरू यहाँ पुरै तल आएर क्यामेरा हुँदैछ क्यामेराग्राफी अहिले धेरै नेपालीहरुले नाइस यहाँबाट खतरा देखिरहेको छ भ्यू कमाल तर हल्का तल गयो भने चाहिँ कमालै हुन्छ फेरि वाउ यहाँ हेरौँ कि यो ओ माई गॉड कस्तो डर लागिरहेको छ यार त्यो तलै जान्छ एकदमै त्यही त ओ ब्रो बिस्तारै नत्र भने सिधै जान्छ यता जा आराम से बिस्तारै तल थोरै माथि आइसकेको छ यहाँ बस्ने ठाउँ पनि त्यहाँ छैन अनि अलिक खाजासाजा खानु मन छ नि यहाँ माथि आएर खाजा खाने एकदम हावा एकदमै कुल चलिरहेको छ एकदमै कि पानी पऱ्यो भने यहाँ जोगिन सक्छौँ यहाँबाट हामी होइन यहाँबाट भ्यू देखाउँछु तपाईँलाई एकदमै राम्रो छ कि दामी पोइन्ट चाहिँ पिकनिक स्पोट्स मनाउने छ भने पिकनिक स्पोट्स नै यहाँ मनाउन सकिन्छ हामी आएर यहाँ क्या कसैले केही बनाएर यहाँ माथि खानु छ अहिले गर्मी छ नि त गर्मी सिजनमा आएर बेलुका यसो बनाएर अनि तल गएर खानु मिस हुन्छ कि दामी छ भ्यू कि यहाँ हेर वाउ यहाँबाट तल पहाडहरू पुरै पहाड देखिन्छ चारैतिर पहाड योभन्दा नि डेन्जर अलिक भित्र छ कि भित्रपट्टि छ त्यहाँ नि जाउँला अनि त्यहाँ एकदमै नाइस भ्यू छ त्यहाँ सायद पैसा लिन्छ क्या हो टिकट लिन्छ क्या उतापट्टि होइन अनि त्यो पिङ नै खेलौँ ल पिङ त छोड्दैन म ताकि हामी पिङमा आइसक्यो पिङ खेल्ने ठाउँमा आइसकेका छौँ यहाँ ठुल्ठुलो पिङनी छ सानो पिङनी छ सानो बच्चाहरूको लागि छ यहाँ ठुलो एकदमै ठुलो छ यहाँ एडल्टको लागि यहाँ छ चिल्ड्रेनको लागि उता छ त्यो बच्चाहरू पनि खेलिरहेको छ एकदम छोटा बच्चा वाउ दामी के त मखमली फुल अक्सर दामी छ बिचमा होइन साइडमा फुल अनि बिचमा हिँड्ने अनि त्यो सबभन्दा मेन टावर हो ब्युटिफुल अनि बिचमै रुख हो वाउ के कमाल कति खतरा बनाएको छ यार हेरौँ न बिचमै रुख अनि त्यसमै टावर वाउ जाउँ माथि माथिबाट देखाउँछु भन्यो कि माथि जाँदिन भनेर चाहिँ माथि जाँदैछ हो नि जाउँ घुम्न जाउँ यहाँ एकदम टपमा गएर त्यसपछि माथिको भ्यू देख्छु कस्तो कमाल होला अब बिचमा हेरौँ कि रुख यहाँ रुखलाई जोगाएर होइन साइडबाट एकदम भ्यू टावर बनाएको छ क्या हो म बुढोहरू त्यहाँ गइसक्यो हामी जाउँ त्यहाँ सर जानु पर्यो नि यो बिचमा रुख चाहिँ बिचमा हेरौँ दामी छ माथि जाउँ माथिबाट भ्यू हेर्नु पर्यो यतिमै थाकिसक्नु भयो वाह धेरै राम्रो धेरै कमालको तर थाकिसक्यो माथि अब धेरै स्टेप छ नि हिँड्नुपर्ने हेरौँ कि यहाँबाट भ्यू हेरौँ कति कमालको छ चारैतिर पहाड यो साइडमा पुरै माडी देखिरहेछ यहाँबाट पुरै माडी हामी माडीको सबभन्दा ठुलो भ्यू टावरमा आएको छौँ होइन यो सबै भ्यू देखाएको छ तपाईँलाई तपाईँहरू पनि आउनु पर्यो यहाँ छिट्टै यहाँ घुम्नु पर्यो माडी चितवन हेर्नु पर्यो चितवन कति ठुलो रहेछ अनि कति यहाँ रहस्यमय चिजहरू छन् कि धेरै त मेरो भाइले चाहिँ भन्दैछ कि हामीले अहिलेसम्म 10% पनि घुमेको छैनौँ माडीको अनि अब त्यही हो कि 10% पनि नघुम्न पाएको अवस्थामा चाहिँ यत्रो हेरेको अनि धेरै ठाउँहरू चाहिँ हेर्नु पर्ने कि 3-4वटा त हेरिसक्यौँ सबै हेर्नु होला ब्लगमा होइन जाँदैछौँ हामी ल बाई बाई आउँदैन त्यो ध्यान राख्नु बाई साइनिङ